भिडियो बनाएँ है मैले भिडियो बुढी मान्छेको लागि आज स्कुल भइरहेको छु न मलाई राम्ररी गर्न आउँछ न केही गर्न आउँछ न मलाई पढ्न नै आउँछ न मलाई के गर्न आउँछ म ट्यालेन्टै छैन केही नपाइ एनिवेज गिटार सिक्दैछु यत्तिकै सेल्फ प्र्याक्टिस यो प्लगिङ भन्ने हुन्छ नि यस्तो गाह्रो हुन्छ म सिकेकै छैन त्यो सिक्यो भने यस्तो मजा आउँछ गिटार बजाउन छठमा यता को बच्चाहरू खेलिरहेछ धेरै बोल्न मन लागिरहेछ इन्स्टामा आऊ न भन्नु पनि मिल्दैन है कस्तो है अचम्म छ म पर्खिरहेको छु नबिर्स है मलाई मबाट खाजा खानै छोडिदिनु साँच्ची भनेको कलेजमा होइन खाजा खाएको पैसा कति भन न खाजा खाएको पैसा यस्तो महँगो छ नि के अरे 2टा ससेज र 2टा ससेज र 2टा आलुचप एउटा आलुचपको 25 2टा खानु पऱ्यो अब अगाउँदैमा 50 ससेज एउटाको 30 60 110 इसै जान्छ यहाँ खाजा पनि मिठो छैन भने यस्तो चिसो पाउँछ अनि म खाजै खान छोड्छु अब बाहिरबाट लानु पर्ला जस्तो छ के स्कुलमा त फुर्ती पारेर खाजा खान छोडिदिन्थेँ यहाँ त के हुन्छ भने यो गर्मीले गर्दा पनि होला भोक पनि कस्तो लाग्छ नि होइन तिमीले थाहा छ नि म घाममा बस्यो भने नि रगत आउँछ यस्तो टाउको दुख्छ यो गर्मीले म भोलिदेखि भिडियो बनाउँछु है यो भिडियो चाहिँ असार कतिको असारको यतै छठमा है असारको 9 गतेको आज 9 गतेको